हाम्रो बलरहरूको विकेट लिने एबिलिटी छ सँगसँगै यसपटक चाहिँ भनौँ सबै खेलमा चाहिँ रनआउटबाट पनि त्यो मोमेन्टम हामीले लिएको छैन त्यो रनआउटबाट गर्दा चाहिँ त्यो उत्साह ऊर्जा अब हिजो तपाईँको बलिङमा जुन हिसाबले दिपेन्द्रको रनआउट भयो त्यो ऊर्जाले चाहिँ थप मोटिभेसन हुन्छ आफ्नो बलिङमा म त अब त्यो दिन टाढा देख्दिनँ जहाँ चाहिँ दिपीले रनआउट गर्यो भने हामी सेलिब्रेट पनि गर्नु पर्दैन त्यो चाहिँ एकदम कमन कुरा भइसकेको छ हामी सबैको लागि हामी चाहिँ त्यो अन्डर 19 डेजदेखि नै देख्दै आइरहेको छौँ तर इट्स feels so good कि how he keeps that energy on the field त्यो environment कसरी बनिरहेको हुन्छ सो त्यो हेर्दा चाहिँ एकदम खुसी पनि लाग्छ एन्ड उसले चाहिँ त्यो एक्जाम्पल पनि सेट गरिरहेको छ सबैजनाको लागि अनि हामी त दुईजना अब पहिलेदेखि नै खेलिरहेको सँगै साथी जस्तै नै छौँ सो आई गेस एकअर्काको सक्सेस हेर्दा चाहिँ हामी एकदम खुसी नै हुन्छौँ र हामी दुईजना बोलिङ गर्ने बेलामा पनि फिल्डिङको बेलामा पनि हामी कुरा गरिरहेको थियौँ कि आज चाहिँ हामी दुईजना मध्ये चाहिँ लास्ट ओभरमा कसै न कसैले चाहिँ फाल्नै पर्छ आज पनि राख्नुपर्छ र आई गेस इट वाज मच नेटेड फर अल अफ अस आजको यो विन प्लस त्यसले एउटा अझै हाम्रो लागि अझै थप ऊर्जा बढाएको छ त्यो लास्ट बल अगाडि चाहिँ एउटा डिस्कसन पनि भएको थियो तर तपाईँले चाहिँ एकदम कन्फिडेन्टली चाहिँ क्याप्टेन र भाइस क्याप्टेनसँगको डिस्कसन लिडरसिप ग्रुपको जुन डिस्कसन छ त्यहाँनिर चाहिँ एकदम कन्फिडेन्ट देख्नु भएको थियो 10 रन रोक्नलाई चाहिँ भनौँ न तपाईँले कन्फिडेन्ट T20मा त जहाँ पनि जान सक्छ नि गेम कसरी अप्रोच गर्नुभयो त्यो चाहिँ होइन अब म चाहिँ अब मैले कसरी हेर्छु भने मैले चाहिँ त्यो ओभरमा 6 रन दिने मैले पुग्छ किनभने अब मैले रन खाने अथवा रन कहाँ खाने अथवा रन कहाँ दिने चाहिँ त्यो चाहिँ आइडिया चाहिँ छ अलिअलि कहिलेकाहीँ रङ हुनसक्छ त्यो कुराहरूमा जुन चाहिँ टिमले मलाई चाहिँ ब्याक गर्छ त्यसमा र अब मैले जब भन्छु कि मैले 6 रनको लागि मात्रै ओभर दिइरहेको छु भने म त्यही अनुसारले बोलिङ पनि गर्छु र लास्ट बलको डिस्कसन अब सिधै थियो कि त्यो अगाडि सर्ने नै स्योर थियो मलाई होइन त्यसमा चाहिँ म कहिलेकाहीँ आफ्नो रेगुलर मिडियम पेस जस्तो तरिकाले नै फाल्छु सो त्यो बल फाल्नुपर्ने आवश्यक नै थियो मैले फाल्नुपर्ने अझै स्टम्प लाइनमा थियो थोरै मिस भयो तर अगेन मैले अघि नै भनिसकेँ तारिफ योग्य ग्र्याब थियो आसिफको र उसले चाहिँ यो चाहिँ धेरै मभन्दा फास्ट बोलिङहरू चाहिँ उसले समातिसकेको छैन मेरो त एकदम स्लो नै थियो